हेलो गाइस, वेलकम टु माई ब्याक टु माई च्यानल न्यू। आज हामी भ्लग बनाउन गइरहेका छौँ। अब हामी यो गार्डनमा आइरहेका छौँ, भ्लग बनाउँदैछौँ। अब कोही कतिको हुन्छ अब भ्लग हेरौँ। अहिले जाँदैछु अब त्यही गुनाबान हेर्न। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब छौँ गार्डनमा घुम्न। गार्डनको तपाईँको मन्दिर रहेछ। गार्डनको नाम सिद्धार्थ गार्डन। यता मामा पनि रहेछन्। मामा त कति लिन्छ खै पैसा अब थाहा छैन। त्यहाँ छ, अब जान्छु। ल कोही बात नहीं, बन्द गर अब। माइजूले टिकट पनि काटिदिए। ल है गाइज, फाइनली अब हामी चाहिँ अब बाघ भालु हेर्न जाँदैछौँ। टिकट काटिसक्यो। हाम्रो भित्र इन्ट्री भइसकेको छ। यहाँ एडिट गरेर फुल भिडियो हाल्नु है। ल गाइज, अब हामी आज हजुरहरूलाई राम्रो राम्रो भ्लग बनाएर अब ल्याउँदैछौँ होइन। अब बाघ भालु हेर्दैछौँ। अब के हुन्छ के अब यहाँभन्दा अगाडि के हुन्छ अब त्यो थाहा छैन। तर अहिले चाहिँ बाघ भालु हेर्न जाँदैछौँ। हमारा यूट्यूब च्यानललाई सब्सक्राइब गरिदिनु, यस्तै लाइक सपोर्ट गर्दै जानु। यस्तै न्यू भिडियो आउँदै जान्छन्। अब हामीले चाहिँ अब नेपालको याद मेटाउनु पर्ने हुन्छ। अब यता बाघ भालु अनि के भन्छ स्याल अनि के हो जरायो अनि यो साइलो भन्ने हुन्छ नि, त्यो हेर्दै गाई हेर्न सक्नुहुन्छ। यो हाम्रो गाउँको अब खान्छ कि यसले घोगा खाइदिन्छ। घोगा यस्तो छ यो। यहाँ चाहिँ यस्तो रोकेर बाध्या हुन्छ। अब यसलाई आनन्द सुतिया छौ। बाँच्दा त 20 वर्ष बाँच्ने रहेछ। अब यसको आयो त अब धेरै लामो त के भन्नु, ठिकै छ। ओ स्याल कता छ सोने? ओहो यता न, यता कहाँ बस्यो त? देख्यौ यो सेल त एकदम यो त हाम्रो गाउँको यो के हो, कुखुरा सुखुरा सब लगेर जान्थ्यो यार यो। यता चाहिँ अब त्यो स्याल रहेछ। ओ मर्या स्याल अरे। यो चाहिँ हाम्रो गाउँको अब के भन्नु, यो चोरेर खाइदिन्थ्यो, बालाखाला खाइदिन्थ्यो। अब यहाँ चाहिँ उयो हाई धाप त धेरै लामो रहेछ। यता त धेरै आएको छ नि हेर्न चाहिँ। उता पनि जानु पर्यो होइन। अब सब जे आउँछ हामीले हेर्दैछौँ त्यो सब देखाउँछु हजुरलाई। हेर यो हो यसलाई के भन्छ यार? एकदम ठुलो अन्डा दिने वाला कुकुर हो यो। यता पनि दुईवटा जोडमा बसिया रहेछ उता। र यो केही नै खाना पाएर बिचारा दुईटाको माया प्रेम बसेको छ। हो, दुईटाको माया प्रेम चाहिँ बसिया रहेछ। हो सब हेर्दै उता पनि बसेछ। सब हेर्नु देखाउनुपर्छ। ल गाइज, फाइनली हामीले अब साइलो स्याल अनि बाँदर चाहिँ देखाइ नै सक्यौँ। अब हजुरहरूलाई चाहिँ यता चाहिँ हिरण रहेछ। अब यहाँनिर हेर यस्तो बवाल छन्। यस्तो ओहो तल हेर, उता पनि धेरै छन्। एउटामा 4-5वटा सिङ हाल्दो रहेछ। ल गधा पनि छैन होइन? गधा पनि रहेछ र गधा यार कहाँ छ यार? पऱ्यो उहाँ उता रहेछ। उता हेर न त्यो। यता हामीतिरै आउँदैछ। यतै जा। यो चाहिँ कसरी कलिएको छ। यसको नाम चाहिँ अब ठ्याक्कै मलाई याद आएन। अब हजुरलाई आरामसँग पानी खा, आरामसँग। यता पनि हेर। हो यता हेर। हामीलाई कसरी हेरिदिरहेछ यार। हो आयुसम्म चाहिँ 16 वर्ष रहेछ। फाइनल्ली उता चितुवा पनि देखिसक्यो। कसरी सुतेको छ ल हेर त। अब
दिन भने यसकै छ नि यार ल अब चाहिँ हामी साप हेर्न गइरहेका छौँ अब यता पनि के रहेछ यो यता पनि रहेछ यस्तो निको नजारा देखाइदियो भनेर आएको फाइनल्ली अब उता नागिनलाई चाहिँ हेरौँ है अब कस्तो हुँदो रहेछ त्यो कुनामा बसिया छ ऊ यहाँनिर पनि बसिया रहेछ ओ आमा ल हेर न यो बेडा हेर न त्यही त भने ऊ त्यहाँ पनि रहेछ ऊ त्यो यहाँबाट फोन खसेपछि गयो अनि पानीमा बसिया रहेछ यार ओ पानीमा बसियो त्यो मगरमा छ मगर ऊ त्यो त्यही हो है ल गाइस कछुवाहरू खतरा खतरा छ नि त अब हामी यता हिँड्न जाउँ यता पनि बसेर रहेछ यार तपाईँको आज यो आज ठुल्ठुलो सापहरू चाहिँ बाहिर निस्केकै रहेनछन् यार अन्त रहेन रहेछ आज उता बस्या छ ल देखिँदै देखिन्न त क्यामेराले देखिएन अब के भन्नु आइफोन गयो त देखिँदै होला ल गाइजहरू उता हेर न हाम्रो यस्तो खात भएर बसिया छ यार सर्पहरू जति नै सर्प जति प्रकारको सर्पहरू छन् त्यो सब हामीले देखाउनेछौँ होइन यहाँनिर पनि हिँडिरहेको छ उता पनि रहेछ आज अँध्यारो भएर यहाँनिर हामीले देखिरहेको छैनौँ यार आज यहाँ पनि यता रहेन रहेछ एउटै रहेछ यहाँ पनि रहेन रहेछ त्यो यतै छ कि राम्रो राम्रो ओ कस्तो आयो ओ दामी दियो दामी खतरा खतरा दिइरहेको छ बवाल बवाल दियो बवाल आयो आयो एक सामने का ये सामने ये होइन होइन हामीले जानु ओ कस्तो गरे अहिले अहिले त बबाल फोडिदियो यसले त खतरा फोडिदियो त यार बिच्किरहेको छ यसले ल रुखमा उड्ने रहेछ अनि आयो ल साँड आयो साँड यो पनि 20 वर्ष बाद छ हैन खतरा खतरा ऊ यता पनि 20 वर्ष बाद दिने रहेछ पनि आएछ ठुलै राम्रै रहेछ ओ ल कस्तो गरिरहेछ जिन्दगी त दिएर रहेछ नाच नाच अझै नाच ओ नाच्यो रमाइलो त यसले पो गर्यो त यसले के दिँदैछ छोड्दै रहेछ यस्तै छाड्छ ऊ ना गयो छ यो यसले जाली यस्तै छाड्दो रहेछ ऊ जाली छाड्दै आइरहेछ जाली छाड्दो रहेछ क्या जो यस्तो काकली हुन्छ नि त्यो छाड्दै रहेछ नाक यही हो है नाक नाक ल है गाइजहरू उता नाकहरूलाई देखाउँदैछौँ टाउको ल्याएको थियो देखिन त देखिएन अब क्यार्नु त नदेखियो पनि यस्तै हानिदिउँ फाइनल्ली अब हामी सर्पमनी हेरेर आइसक्यो बाहिर निस्किसक्यौँ अब चाहिँ बसाया लुकेर त्यो लुकेर बसाएको छ कोबर यो भित्र लुकेर बसाएको छ होइन क्या
लुकेर बस्छ ओ ल रतुवा ओ रतुवा ओ ल रतुवा हो कि उ तल देखिन्न त यार लुकेर बसेको छ के कहाँ गयो यार तल हेर्न हामी आएको छौँ भाग्यो डरायो यसका यसले चाहिँ हात मिलाउन आएको छ ऊ ए हो यो चाहिँ बद्दा गरे सबभन्दा ठुलो उता रहेछ त ऊ मोर हो नि मोर हाँस पनि छ होइन ऊ त्यो चाहिँ मोर हो कि होइन मोर होइन यसले देखायो एक्सन ल फाइनल्ली अब हात धुने धारो पनि पुग्यो है उता धारो पनि पुगेछ ल कसैलाई पिसा फेर्न मन छ जाऊ ल फाइनल्ली गाइज अब हामी चाहिँ अब बाघ हेर्न जाँदैछौँ होइन कस्तो हुन्छ बाघ हेर अब हाम्रा बाख्रा चोर होस् फेरि त्यो हामीलाई चोरेर लग्दैन फेरि यस्तो कुरा गरेर ठुलो हुन्छ यहाँ त खाना आएको हो नि त यहाँ त म त खाना आएको घुम्न आएको हेरौँ ल ल अब चाहिँ हामी बाघ खतरा बाघ देखाउँछौँ है अब ल अब तपाईँको संख्यामा सुतिरहेको ऊ त छ क्या यहाँ त ऊ ल ल ल यहीँबाट देखिहाल्यो फोनमा त देखेन मेरो आँखामा देख्यो क्या ऊ त छ है एउटा त उता यहाँनिर सुत्या रहेछ अनि अर्को चाहिँ उता छ ओ त्यस्तो गऱ्यो भने सुने होइन अझै गर्नुहोस् लायो है लायो फाइनल्ली ल आयो है हामीतिर आउँदैछ ल ल हामी पनि त्यहाँ जाँदैछौँ ल आइहाल तर म भिडौँ अरे खतरा आइरहेको छ त यार ओ ल यसको बच्चा हो सायद यार यो हट्टला देखाउ न ल ओ ओ हेर न ल आयो पुरा गर्छ त यहाँ त यो चिलमा सुत्दिया छ ऊ हुनै हुन्न आउँदै आउन्न यार त्यसले जिन्दगी पनि यति रहेछ सुत होइन र फाइनल्ली गाए जब हामी चाहिँ जाँदैछौँ होइन अब गेटमा पुग्ने नै हो सिधै बाहिर अब त ल अगाडिको जे जति चाहिँ सब देखाइहाल्यो गाइजहरू अब चाहिँ अब बाहिर जाँदैछौँ बाहिर भन्दा पनि अब त्यही दुईवटासँगै एउटा यहाँभित्र चाहिँ बाघभालु हेर्ने बाहिर चाहिँ अब साना बच्चाहरू यताउता खेल्ने छ त्यही भएर अब खेल्ने ठाउँ जाँदैछौँ यत्रो भिड छ अब यत्रो भिड छ र अब हामी चाहिँ अब ठ्याक्कै गेटभन्दा बाहिर निस्क्यौँ है ल यता चाहिँ अब यत्रो भिड रहेछ है यत्रो भिड रहेछ अब हामी त बाहिर निस्क्यो नि भित्र जाँदैछौँ आफू त अब सब हेरेर बाहिर निस्किसक्यो होइन यता त भिड छ धेरै भिड छ यता यताउता सब बसिया छ के भन्नु यस्तो खतरा छ नि यहाँ चाहिँ खतरा इमोसन आउँछ यार कहाँ छ ओ ल
यस्ता पनि योभन्दा त ब्याङ्क सक्दैन होइन तै पनि एकछु अब देखाइदिन्छु बस्ने भनेको थियो देखाइदिन्छु चालु चाहिँ हुने भयो ल है गाइजहरू चालु चाहिँ हुने भयो ल यहाँनिरबाट देखाइदिन्छु है रेल अब यहाँको सानो रेल है रेल चलाउन डक्टर बसेको छ होइन रेल चलाउने चाहिँ उता बाजे बस्नु फुला रहेछ फुला ल अब हामी चाहिँ अब माछा हेर्न जाँदैछौँ है ल है म चाहिँ उल्टो साइड हिँडेँ क्या अब यताबाट जानु ऊ ल ल ल ल बवाल आयो इ अह हेर न खतरा आयो त उनीहरू बवाल छन् कि यता माछा यता यस्तो भएपछि पो मजा आउँछ त यार इ यता सानो रहेछ अनि यता चाहिँ यो माछा चाहिँ बवाल छ लगाइ जब हामी यहाँ सब अनेक थरीका माछा देखाउँछ है ओ यस्तरी तरिका हुन्छन् ओ पानी पिल्न कस्तै तरी त कस्तै छ ऊ त त्यसै बसेको थियो यार ओ यो पनि त्यस्तै छ ओ यो के मासु फेरि यस्तो कालो यो चाहिँ सक्कर माछा है यो खानु क्या पहिलो क्या त्यो खतरा छ त यार यो मासु सक्कर माछा यो माछा हेर यति धेरै माछा यस्तो माछा भयो त अनि बल माछा अन्त हो यो सार्कर रहेछ यार यसको नाम चाहिँ अब यता छन् कि छैन यता पनि त्यही रहेछ तिलापी रहेछ यो पनि ऊ त यहाँनिरै रहेछ यो यता रहेन रहेछ ओ यता पनि ओ बवाल यो चाहिँ के रहेछ मङ्गुर यो मङ्गुर माछा रहेछ ओ त्यो कसरी नै बसी आउँदैन नि कस्तो बवाल यार यो चाहिँ एकदम शुभ किन रहेछ यार यो त ल यो माछा चाहिँ बवाल छ आइज यता आइज यस्तो माछा हेर्न मजा आउँछ क्या ओ ए कछु आज पानीमा छ आज हो कस्तो बस्या ल उता क्यार्नु लाग्यो अरे कछाको दुईवटा हो नि चिप्क्याका ए दुईवटा चिप्केर बसेन यार हो यहाँनिर पनि दुईवटा चिप्केर बसेर केही हुन्छ यता पनि त्यही माछा रहेछ गोल बिजी रहेछ यी माछा हेर न बल माछा यार तर माछा चाहिँ बवाल छन् माछा त्यस्तो माछा देखेपछि त अनि त बवाल गर्छ यहाँ चाहिँ एउटै रहेछ दुईवटा रहेछ एउटा चाहिँ यहाँनिर माछा भने त यही नै हो नि बाँकी चाहिँ उता सानो माछा देखाउनु यता रहेन रहेछ यहाँनिर रहेछ यता रहेछ यस्तो तीन फाइल रहेछ यस्तो बवाल माछा छ लिली पोइन्ट यो माछा हामी पाहाडतिर भएको भए त खोलामा यो माछा छोपेर खाइदिन्थ्यो होला यार अब हाम्रो यात्रा चाहिँ छैन ल यता चाहिँ मामा बसिया छन् यता अब टिभी गएको थियौँ अब ओ उता क्या